एकपल्ट मैले सपना देखेको छु क्या। सपनामा सारा दुनियाँ जीव जन्तु मान्छेहरू सबै मरेछ, म एक्लै बाँचेको। अनि अब म एक्लै के खानु बाँच्नु पर्यो? अब म एक्लै बाँच्नुको अर्थ नै के रहेर? सारा संसारै खत्तम भएपछि मलाई पनि मारिदिनुहोस् प्रभु भनेको छु क्या मैले। मारिदिनु, सारा खत्तम भइसक्यो, म एक्लै बाँचेर के गर्नु प्रभु, मलाई पनि मारिदिनु भनेर भगवान्सँग हात जोडेको। भगवान् प्रकट हुनुभयो डिस्युम गरेर। अनि के भयो मनुष्य भनेको? सारा संसार सारा मानव जाति मरेर गइसक्यो, म एक्लै बाँचेर के गर्नु प्रभु, मलाई पनि मारिदिनु भनेको छु क्या मैले। अनि बाँच्नुपर्छ त, मान्छेको सन्तान बढाउनु पर्छ भनेछ भगवान्ले। सन्तान कसरी बढाउनु? म एउटा भाले पोथी छैन, ल त ल त पनि मर्छ दिएपछि। अनि मैले भनेको छु क्या प्रभु, मर्नुभन्दा अगाडि अलिकति हजुरले दिएको, हजुरको हातबाट दिएको अमृत पिएर मात्रै मर्छु भनेर भनेको छु क्या मैले। अनि त्यसो भने अनि भगवान्ले भनेछ थाप भनेछ। केमा थाप्नु हजुर भनेको छु क्या मैले। ऊ त्यहाँ नरिवलको खपडा छ, ल्याएर थाप भने। मेरो पालो गएर म नरिवलको ल्याएर खपडा ल्याएर थापेको। थाप्नु खोज्यो, तलतिर दुलो रहेछ। प्रभु यहाँ त मुनाएर दुलो रहेछ भनेको, औँलाले बुझाएर थाप भनेर भने। मेरो पालो औँलाले बुझाएर यसो नरिवल खपडाले थापेको है। भगवान्ले अमृत हालिदिनु भयो, चट्ट अमृत हालिदिनु भयो। त्यो औँलाले बुझाएर त्यो पालमा लगाएको औँला बद बद पोले है, बद बद पोले। अनि त्यतिखेर झल्यास बिउजेको थियो कि, बिउजेको त्यो औँला त चाक्नु। That's the funniest thing I've ever seen in my life.